टिबु भनेको चाहिँ सुख भनेको है लेक भनेको चाहिँ राम्रो भनेको सुख राम्रो शुभ मङ्गलम भयो नि है फिन्सुम सोक भनेको चाहिँ खानु पिउनु लाउनु बस्नु जे कुरामा पनि केही कमोबेसी नभएको सबै कुरा पुगेकोलाई चाहिँ फिन्सुम सोकपा भन्छ है केही समस्या नभएको त्यस्तोलाई चाहिँ फिन्सुम सोकपा भन्छ सबै कुरा पुगेको त्यसले घरको बाले चाहिँ यसरी मेलम गर्नुपर्छ है टासीले फिन्सुम सोक है आमा फाक्टो कुमखम साङ भनेपछि आमा भनेपछि अब घरको आमालाई खुसी राख्नु पर्यो है घरको आमा खुसी छ भन्दा अनि सबै घरै उज्यालो हुने अनि भन्नु खोजेको चाहिँ आमा तपाईँ चाहिँ घरको बाले मेलम गरेको है आमा फाक्टो भनेपछि खुसी अनि कुमखम साङ भनेपछि अनि जिउ पनि एकदम सन्चो हेल्दी है त्यस्तो हुनुहोस् भन्ने कुरा तेन्तु देवा थोपर्सो भनेपछि तेन्तु भनेर सधैँभरिमा देवा भनेपछि सुखै होस् भने थोपर्सो भनेपछि प्राप्त हुनुहोस् सधैँभरिमा चाहिँ सुख प्राप्त हुनुहोस् भनेको अनि यो चाहिँ बाले चाहिँ यसरी मेलम गर्छ है टसी दिले फिन्सुम सोक आमा फाक्टो कुमखम साङ तेन्तु देवा थोपर्सो भनेर बाले चाहिँ पहिला मेलम गर्ने त्यो पछि चाहिँ आमाले गर्ने अनि त्यो पछि चाहिँ बच्चाहरूले अनि पाहुना खाना जाँदाखेरि पनि मान्छेको घरमा यसरी आफन्तको घरमा चाहिँ छिमारहरू भगवानलाई चढाउँदाखेरि चाहिँ यही मेलम गर्ने है सबैलाई उता पाहुनाहरूलाई पनि यसो राम यस साल राम्रो होस् भनेर चाहिँ अहिले मेलम गरेको त्यसो मेलम गर्ने यो पछि चाहिँ धेरका है अब धेरका पनि दुईवटा गरेर 12 राख्ने कुरा छ त्यो 12 चाहिँ के मानिन्छ भने 12 महिना मानिन्छ भने एक सालमा 12 महिना हुँदाखेरि चाहिँ यसरी फुङ्गु अम्चोक चाहिँ 12 राख्छ भन्ने कुरा है अनि यो अर्थ चाहिँ के हुन्छ भने फुङ्गुहरूले चाहिँ अब सालभरि उनीहरूले बारेहरू बोकेर कमाएर लिएर आएको हुन्छ घरमा पैसा होइन त्यसमा चाहिँ मानिन्छ भन्ने कुरा हो अब धेरका मिलाउनुको कारण के हो भनेपछि नि पहिला सुरुमा चाहिँ टिबेटतिर पहिला एउटा जमानामा चाहिँ अब त्यतिखेरको जमानामा चाहिँ के मिलाउँछ भने चाहिँ पार्टी हुँदाखेरि पनि भयो ल्होसार हुँदाखेरि पनि भयो माथि देवता देवीहरूलाई चाहिँ मासु चढाउने हड्डीहरू चढाउने टाउकोहरू चढाउने घुमाकहरू चढाउने किनभने त्यतिखेर चाहिँ त्यतिखेरको जमानामा चाहिँ रोजीरोटीहरू चाहिँ के रहेछ भने त्यहाँको बासिन्दाहरूको चाहिँ ढोक्पा र सिङ्पा भन्छ है अनि उनीहरूले चाहिँ अब खेती गरेर कमाइ गर्ने त्यहाँ अनि त्यहाँमाथि अनि त्यहाँ पशुहरू पाल्ने लुक भन्छ याक भन्छ यस्तोहरू पाल्ने अनि पार्टी भएको बेलामा चाहिँ अनि त्यो मासुहरू चाहिँ सकम्बु भयो होइन यस्तो केहरू छुराहरू के मासुहरू घुमाकोहरू भयो टाउकोहरू भयो यस्तो के चढाउनेको चलन रहेछ पछि चाहिँ अब टिबेटमा छेउहरू एकदम थार्सी गरेर छेउहरू है धर्महरू धेरै बिस्तारै परिवर्तन भएर धर्मको त्यो परिवर्तन धेरै भएर अनि धेरै सबैजनाले धर्म गरेको कारणले गर्दाखेरि चाहिँ पछि चाहिँ अब यो हामी परिवर्तन गर्नुपर्ने रहेछ यो मासु चढाउने चलन चाहिँ गर्नु हुँदैन रहेछ भन्ने कुरामा चाहिँ त्यो मासुको सट्टामा चाहिँ अनि यो धेरका खाप्से बनाएको कुरा रहेछ अनि त्यो खाप्से चाहिँ सबभन्दा तलको चाहिँ फुङ्गु अम्चोक भन्छ नि है त्यो चाहिँ अनि पछुको खुट्टा र हात भएको कुरा गर्छ है त्यो खुट्टा र हातहरू मानिन्छ अरे त्यसको माथि चाहिँ न्यामसाक भन्नुहुन्छ चिमाक भन्छ है चिमाक भन्नुहुन्छ करेङलाई मान्छ अरे है मासुभित्र करेङहरू हुन्छ नि है अनि करेङलाई मान्छ अनि त्यसको माथि चाहिँ अनि टसी मुक्तुङ भन्छ है त्यो खाप्सेको नाम है खाप्से त्यो राख्नुपर्छ अरे है त्यसलाई चाहिँ के भन्छ भन्छ नि त्यो हड्डीहरू मानिन्छ अरे है त्यो माथि चाहिँ अनि बुलुक भनेर राख्छ है बुलुक भन्नु चाहिँ उसले चाहिँ के मानिन्छ भने चाहिँ अन्दर बुढीहरू मान्छ अरे घुमाक मान्छ अरे टिबेटनले घुमाक भन्छ है त्यसको